ल अनबक्सिङ पनि भेजाले हुन्छ अब खुकुरीले अनबक्सिङ हुँदैछ ल त्यस्तोबाट डाइरेक्ट नदा भए बिस्तारै आरामले पछाडि चाहिँ यस्तो छ यसले गर्दा साह्रो दुःख पाएको छ आज यहाँ आम्मामाम यसको यो ठुलो चाक भएर सानो चाक चाहिएको ठुलो भयो ल हेर्नुहोस् कतिको क्लियर आएको छ त अब धेरै क्लियर हो डुङडुङ चाहियो नि कहाँ खिच्दैछ दौड्दै क्या गर्नु त चौधै बहुतै टेन्सन दिएको छ हामीलाई यहाँ अहिले नलेना नदेना सक्यो र जित्दै गरेको छ भने रमाउँदै जाने हो साथीभाइ आफ्नो साथीभाइ रमाउँदा आफू पनि रमाउन सकिन्छ यसमा चाहिँ हजुरहरूले वैमनस्यता दुश्मनी झै झगडा नगरिदिएको राम्रो हेलो नमस्कार सबैजनामा अहिले चाहिँ फिफाद्वारा सञ्चालित वर्ल्ड कप अमेरिका क्यानाडा र मेक्सिकोमा चलिरहेछ भन्दा पनि अहिले अब अन्तिम चरणमा आइपुगिसकेको छ र यो फुटबल म्याचहरू हेर्नलाई हामीले करिब 20-22 दिन अगाडि हामीले एउटा प्रोजेक्टर किनेको थियौँ प्रोजेक्टर चाहिँ अलिकति राम्रै किनौँ न भन्ने एउटा हाम्रो उद्देश्य थियो त्यो उद्देश्यलाई पुरा गर्नलाई अलिक राम्रो प्रोजेक्टर हेर्नुपर्ने भएको कारणले गर्दाखेरि हामीसँग अलिकति रकमको अभाव र सबै साथीभाइहरूलाई हार गुहार गर्दाखेरि विदेशबाट स्वदेशबाट इच्छुक साथीभाइहरूले सहयोग गरिदिनु भयो र एउटा हामीले इप्सनको प्रोजेक्टर पनि ल्याइयो यो चाहिँ अब आगामी अरू 2 वर्ल्ड कप अथवा 3 वर्ल्ड कप पनि हेर्ने है भनेर हामीले त्यही अनुसारको लगभग 55,000 मूल्य बराबरको प्रोजेक्टर ल्याइयो सहयोगीदाताहरूको नामहरू चाहिँ म यहाँ प्रस्तुत गर्दैछु विदेशबाट चाहिँ रकमहरू ल्याइदिनलाई अथवा विदेशमा भएको साथीभाइसँग रकम उठाउनलाई चाहिँ मनिष भट्टराई भाइले धेरै सहयोग गर्नुभएको छ अथवा मध्यस्थता निभाउनु भएको छ उहाँ मनिष भाइलाई पनि धेरै धेरै धन्यवाद र बाहिरबाट पठाउने भाइहरू तथा स्वदेशबाट भाइहरू सबैको नाम म यहाँ लिन चाहन्छु आदित्य भुजेल दिपेन गुरुङ मदन लिम्बू सन्जोग लिम्बू प्रताप लिम्बू खड्गा थापा गङ्गा बहादुर तामाङ चुडामणि अधिकारी मिलन लिम्बू पूजन मगर सुशील गुरुङ सौगात लिम्बू अर्जुन खड्का दोर्जे भाइ अब भाइको नाम चाहिँ अर्कै थियो तर अब मेरो दोर्जे लेखिदिनु भनेर भाइले भनेको भक्तबहादुर लिम्बू सलबहादुर लिम्बू हेमराज अधिकारी खड्ग गुरुङ कृष्ण खड्का पूर्णबहादुर तामाङ जयराज मादेन लोकेन्द्र राज दाहाल पुण्य खड्का शेरबहादुर लिम्बू बासु मुर्मू सुमन पाण्डे समीर अधिकारी यो उहाँ चाहिँ समीर अधिकारी चाहिँ उहाँ चाहिँ साउजी हो कन्काई 3 को उहाँलाई पनि रिक्वेस्ट गरेर मागेको थिएँ मैले गिरिमानन्द सेडाई जम्मा 28 जना महानुभावबाट प्राप्त रकमले नपुगेको रकमहरू चाहिँ मैले नै व्यवहार उठाएको छु त्यसको चाहिँ व्यवहारहरू मैले नै उठाएको छु यो चाहिँ मैले पहिला पनि भनेको थिएँ अलिकति नपुगेको खण्डमा म छु है भनेर मेरो पहलमा र मनिष भट्टराई 2 जनाको पहलमा विदेशको सहकार्य मनिषले धेरै गर्थ्यो मैले पनि गर्नु त गरेको छु विदेशबाट पनि भाइहरूसँग पैसा सहयोगको लागि मागेको थिएँ र यता स्वदेशमा हुनेहरूसँग पनि मैले उठाएको थिएँ सबैलाई चाहिँ फेरि पनि धेरै धेरै धन्यवाद भन्दै फेरि अरू वर्ल्ड कपमा हामी सँगै बसेर हेर्ने एउटा वातावरण आओस् सबैजनाले सँगै बसेर हेर्न पाऊँ र यसको ओपनिङ भिडियो चाहिँ मैले प्रस्तुत गर्दैछु यो अलिकति एडभान्स भएको हो कि के हो हामी नबुझेका अडियोमा अलिकति हामीलाई अलिक अप्ठ्यारो भयो अडियो सिस्टममा चाहिँ निकै गाह्रो नै भएको थियो भिडियोमा देख्न सक्नुहुन्छ अब म भिडियो प्रस्तुत गर्दैछु हेलो गुड इभिनिङ सबैजनालाई आज चाहिँ हाम्रो यहाँनिर हल्लो के छ गाइजहरूको अनि हाम्रो चाहिँ आज स्पेसल अनबक्सिङ हुन गइरहेछ देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो एकदम 2026 वर्ल्ड कपको चाहिँ राउन्ड अफ 32बाट चाहिँ राउन्ड अफ 32बाट सुरु गर्नको लागि हामीले चाहिँ यहाँनिर धेरैजना साथीभाइसँग हात गुहार गरेर पैसा उठाएर अनि हामीले चाहिँ यहाँनिर एकदम अनबक्सिङ गर्न गइरहेछौँ ल
अनबक्सिङ पनि भेजाले हुन्छ अब खुकुरीले अनबक्सिङ हुँदैछ ल त्यस्तोबाट डाइरेक्ट नदाबाए बिस्तारै आरामले अनबक्सिङ यहाँ सौगात जीबाट हुँदैछ ल देख्नुहुन्छ अनबक्सिङ यहाँ के छ ल ल ल ल के छ निकालौँ त बिस्तारै वाउ सानोबाट सुरु गर्नुपर्छ एचडिएमआई केबल एचडिएमआई केबल यो पावर कट केबल सप्लाई देखिन्छ ल है लाइन गएको अवस्था यहाँ चाहिँ लाइन गएर हाम्रो अलिकति मद्दत भयो यो चाहिँ रिमोट ब्याट्री कम्पनीद्वारा पठाएको ब्याट्री पनि हामी खोल्दैछौँ बिस्तारै बिस्तारै आरामले सौगात भाइले चाहिँ यहाँ अनबक्सिङ हान्दैछ म चाहिँ यहाँ क्यामेराम्यान आजको ठिक छ बोलो यो पेपर वर्क यहाँ चाहिँ तपाईँले चाहिँ पढ्न सक्नुहुन्छ के छ यहाँ इन्स्ट्रक्सनहरू विभिन्न ट्रबल सुटहरू ओपनिङ गाइडहरू सबै छ भएन यसको यहाँ किबर पनि आउँदैन ल ठिक छ घाममा पनि धेरै राख्नु अहिले धेरै नगर न भरे अप्ठ्यारो परेकोले हेर्नुपर्छ बिस्तारै बिस्तारै वा सक्यो खाली बक्स खाली बिस्तारै गर न आइडिया 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 एग्रेसिभ छ हाम्रो यहाँ सौगात भाइ चाहिँ पुरा हो अनबक्सिङ गर्ने मान्छे चाहिँ यो चाहिँ के हो सेफ्टीको लागि हामीले हल्का डिस्काउन्ट हानेको छौँ यहाँ चाहिँ बाजेको तर्फबाट हल्का रिक्वेस्टमा बनाएन त्यो ल हाम्रो ल अब चाहिँ एकदम वर्ल्ड कप चाहिँ बब्बाल हुनेवाला छ स्टोनको खासमा यो स्टोन चाहिँ लाटा खालको मिसिन जस्तो लाग्छ तर दह्रो खालको मिसिन जस्तो लाग्छ त्यही भएर फेरि स्टोन प्रोजेक्ट छौँ हामीले लाटा मिसिन तर दह्रो मिसिन भनेर देख्न सक्नुहुन्छ पछाडि चाहिँ यस्तो छ यसले गर्दा साह्रो दुःख पाएको छ आज यहाँ आम्मामामा यसको यो ठुलो चाक भएर सानो चाक चाहिएको ठुलो भयो साह्रै दुःख दिएको छ यसले यहाँ दुईवटा एचडिएमआई छ यहाँनिर यो युएसबी छ अनि टाइप सी पनि होला युएसबीले चाहिँ गर्दाखेरि यहाँ गधाले नपाएको दुःख पाएको छ बिर्ताबाट घुमेको त्यो 1000 रुपियाँको केबल किन्दा हाम्रो कति गयो 2 घन्टा त त्यो केबल किन्दाखेरि गयो होला हौ 2 घन्टा जति वेस्ट त्यो पनि अझै मिल्छ मिल्दैन थाहै छैन अब हाम्रो केबल ल चालु हाल्नु चालिहाल्नु हाल्नु यहाँ अब हामीले केबल यो अब 3 प्रकारको केबल ल्याएको छौँ ओके पावर आयो यहाँ देख्न सक्नुहुन्छ हाम्रो पावर पनि आएको छ हाम्रो ल अब हाम्रो अनबक्सिङ हुन गइरहेको छ एकदम मिसिन चालु भएको सुन्नुहुन्छ यहाँ अब यहाँ हामीले यस्तो हल्का भाइ उता हाम्रो के अरे होम थिएटरमा चाहिँ आएन ल हेर्नुहोस् कतिको क्लियर आएको छ त अब धेरै क्लियर हो हाम्रो होम थिएटरमा किन आएन यो बाङ्गो भयो होम थिएटरमा डुङडुङ चाहियो नि अडियोमा चाहियो हामीलाई होम थिएटर आयो आउनु खोज्यो झर गर होम थिएटरको लागि हामी नयाँ हामी अब होम थिएटरको लागि चाहिँ एकदम यहाँ तयारी गरिरहेका छौँ तपाईँलाई यो नयाँ प्रोजेक्टर बारे के भन्न चाहनुहुन्छ एकदम हामी एकदम दुःख गरेर ल्याएका छौँ खुसी पनि छौँ अब आजदेखि हामी ठुलो पर्दामा हेर्न पाइरहेको छौँ तर सिग्नेचर मुभ दिनु न हामी एकदम यो अडियो नमिलेर मिलाइछौँ तर मिलेकै छैन हामीलाई एकदम यो तनाव दिइरहेछ यो अडियो नआएर बहुतै टेन्सन दिएको छ हामीलाई यहाँ अहिले त्यसले सेटिङ मिलाएर दिनु होइन सबै मिल्यो कि साउन्डको चाहिँ क्या उताबाट साउन्ड दिएको होला नि त उसले बनाएर होइन यहाँ होम थिएटरमा चाहिँ क्या यो साउन्डको लागि हामी धेरै अलमलेको चाहिँ यसैको लागि होम थिएटरको कनेक्सन मिल्नु पऱ्यो नि त समस्या चाहिँ हाम्रो साउन्डकै भयो नि भाइ यही हुन्छ जस्तो लागेर हामी हाम्रो अलमलै त्यसैको लागि भएको छैन
भेट्ने सामग्री भेट्न चाहिँ कति एक हजारको तार ल्याएको छ नाम आयो यहाँ सामान चाहिँ यहाँ होम थिएटरमा ल्याउनु खोजेको क्या यहाँ त आइरहेछ यहाँ त यो त समस्या होइन है समस्या त यहाँ हो क्या डुङडुङ चाहिएको यसमा चाहिँ यो पनि ल्याएको अहिले नयाँ किन्नु यो राम्रो सबै मेरो हो नि दाइको क्या होम थिएटर चाहिँ भाइ छोड्न कहाँ थिच्दैछ दौड्दै ल्याइ गर्नु त चौधै दोर्जे के थिचेको के थिच्दै होइन क्या सेटिङ हेर्नु खोजेँ अंदर तक डालिए ना होला खोज्दैछ कस्तो सपोर्ट नगरेको यो त यार यही हो त अडियो हो त नि यो प्रोजेक्टरले कसरी चाहिँ हामीले प्रस्तुत गरिरहेका छौँ भनेर हजुरहरूलाई मैले सानो यो क्लिप राखिदिएको छु हेर्नु होला र यसमा मैले चाहिँ एक्स्ट्रा एउटा साउन्ड सिस्टम चाहिँ सोनी ब्राभिया थिएटर सिस्टम 6 भन्ने एउटा युज गरेको छु र गेमहरू हेर्दा कुनै मुभी हेर्दा गाना हेर्दा चाहिँ एकदमै बबाल फिल भइरहेछ यसको रिभ्यू चाहिँ यो भन्दा एक दुईवटा भिडियो अगाडि नै हजुरहरूले मेरो च्यानलमा भिजिट गर्न सक्नुहुन्छ Numbers, but not necessarily all in the right place. Level of delivery that from Montiel. हाम्रो अपरेटर On defensive duty. यता दर्शकहरू है Sustain the discipline. उभिएर पनि हो The organisation. टेम्पोमा बसेर Montiel. Yes, he's still doing it from deeper. पछाडिपट्टि हुन्छ माथि So Fernandez. मेसी फ्यानहरू यता हुन्छ अब यसपालको विश्वकपहरू यस्तै यस्तै चलिरहेछ अब कोही कसैको फ्यान कोही कसैको देश हार्दै जाँदा अलिकति रिस रागहरू पनि हल्का फुल्का कहीँ देखिँदै पनि गएको छन् त्यस्तो चाहिँ गर्नु एकदमै गलत एउटा प्रवृत्ति हो न हाम्रो देश यसमा सम्मिलित छ बस फुटबल प्रेमीहरू चाहिँ ज्यादा भएको कारणले गर्दाखेरि हामी चाहिँ सङ्गोमा बसेर हेर्नलाई हामीले किन्यौँ पनि प्रोजेक्टर पनि किन्यौँ सबैलाई फेरि मुरी धन्यवाद हामीले सपोर्ट गर्दै गरेको टिम हार्दै जाँदाखेरि हामीले रिस राग राख्नु यसमा मूर्खता पनि हो यो भनेको न एक पैसा हामीलाई कसैले दिन्छ न एक पैसा हामीले कसैले दिनुपर्छ यसमा समर्थन गरेको टिम हार्यो भने हार्यो सक्यो नलेना नदेना सक्यो र जित्दै गरेको छ भने रमाउँदै जाने हो साथीभाइ आफ्नो साथीभाइ रमाउँदा आफू पनि रमाउन सकिन्छ यसमा चाहिँ हजुरहरूले वैमनस्यता दुश्मनी झै झगडा नगरिदिएको राम्रो कतै चाहिँ अलिकति बढी चाहिँ झै झगडा दुश्मन वैमनस्यता भनेर चाहिँ समाचारहरू सुन्न परिरहेछ यो चाहिँ हामी नेपालीहरूको लागि अथवा फुटबल प्रेमी हामी साथीभाइको लागि चाहिँ नराम्रो कुरो हो जस्तो लाग्छ जसले जिते पनि हामीलाई पाउने के छैन हामीले रमाउने हो विश्वमा सबभन्दा बढी हेरिने खेल फुटबल नेपालमा पनि अत्यधिक फुटबल प्रेमीहरू छौँ हामीहरू भलै हाम्रो टिमले खेल्नलाई बहुत दुःख कष्ट गर्न बाँकी नै छ बहुत स्ट्रगल गर्न बाँकी नै छ अब त्यो लेभलमा खेल्नलाई बहुत समय लाग्छ होला नेपालको अहिलेको वर्तमान परिस्थितिलाई हेर्ने हो भने सो हजुरहरूले रिस राग वैमनस्यता नराख्नु होला नराखिदिनु होला फुटबल आउँछ जान्छ 4-4 वर्षमा सबैजना भएर रमाइलो गर्ने हो इन्जोय गर्ने हो कसैकोले जित्छ कसैकोले हार्छ एउटाले जम्मी एउटाले जित्ने हो एउटाले जित्दै जाँदाखेरि अरू रिसाउँदै जाने काम चाहिँ एकदम नराम्रो हो मेरो विचारमा ल हजुरहरूलाई चाहिँ यो इप्सनको प्रोजेक्टर ओपनिङ गर्न चाहिँ मैले पहिले भिडियो फुटेज पनि कलेक्सन गरेको थिएँ तर अलिकति समयको पाबन्दीले गर्दाखेरि चाहिँ भ्याउन ढिलो भएर मैले फाइनलभन्दा अगाडि चाहिँ गर्छु भनेर मैले हजुरहरूलाई देखाउँदैछु के कस्तो लाग्यो हजुरहरूले कमेन्ट गरिदिनु होला मन पऱ्यो लाइक गरिदिनु होला र मेरो च्यानलमा यदि नयाँ हजुरहरू हुनुहुन्छ भने कृपया एक सब्सक्राइब गरिदिनु होला भन्दै आजको यो भिडियोबाट बिदा माग्छु फेरि अर्को भिडियोमा भेट हुने नै छ तबसम्मको लागि बाई बाई नमस्कार।